सांसद भवनभित्रै प्रधानमन्त्री बालेन्साको राजीनामा माग्दै हर्क सामाङ यसरी गर्जेका छन्। हर्क सामाङ भन्छन् जसरी नि प्रधानमन्त्रीको राजीनामा चाहियो। सांसद भवनभित्र सांसदहरू सबै उपस्थित हुँदाखेरि बालेन्सा उपस्थित नहुँदाखेरि प्रधानमन्त्री बालेन्साको राजीनामा मागेका हुन् हर्क सामाङले। हर्क सामाङ भन्छन् जबसम्म बालेन्सा उपस्थित हुँदैन तबसम्म बैठक चल्दैन, म बैठक छोडेर हिँडिदिन्छु। मान्य सदस्यहरूले सांसद बैठकमा बालेन्सा उपस्थित नभइसकेपछि हर्क साम्बाङले सांसद भवन छोडेर बाहिरिएका थिए। हर्क साम्बाङले यसो गर्नुहोस्, कतै गलत त गरेनन्। हर्क साम्बाङले जे गर्दैछन् सही गर्दैछन् या जे गर्दैछन् त्यो गलत गर्दैछन्। तपाईँ के भन्न चाहनुहुन्छ? हर्क साम्बाङले किन बालेन्सालाई हरेक ठाउँमा खेदो खनिरहेछन्? हरेक दिन हर्क साम्बाङको बालेन्सालाई कुरा नकाटिकन खाएको पर्दैन क्या? तपाईँ के भन्न चाहनुहुन्छ? हर्क साम्बाङलाई एक शब्दमा तपाईँले सुझाव दिनुपर्दाखेरि के सुझाव दिन चाहनुहुन्छ? आफ्नो विचार कमेन्टमा राखिदिनु होला।